हेलो गाइज नमस्ते सबैजनालाई। हाम्रो यो भारतको महाराष्ट्र मुम्बई मजाला गाउँ अनि मजाला गाउँ बस पार्क मिलन होटलमा यो आवाज धेरै चल्ने भएकोले हजुरहरूको लागि एउटा भिडियो बनाऊ भनेको है। अनि हजुरहरूलाई पनि खाना मन लाग्छ भने यसो पावभाजी खान मन लाग्छ भने धेरै जसो अनि यहाँ आएर हजुरहरूले मलाई फलो गरेर मेरो युट्युब च्यानलमा फलो गरेर सब्सक्राइब गरेर ट्याक्क अनि मेसेज गरेर आउन सक्नुहुन्छ। अनि हाम्रो यो पावभाजीको नेपाली अस्ताज हो अनि राम्रो बनाउँछ पावभाजी फेमस छ भन्नुपर्छ है अहिलेको लागि। धेरै चलिरहेको छ अनि छुट छ खानेको लागि, धेरै खानेको लागि छुट गरिएको छ। अनि हेर्नुहोस् अब बनाउँछ अब पावभाजी। अब यो डिस रेडी बनायो अब पावभाजी यसो सेकेर दिन्छ। अब यता चाहिँ सब्जी बनिसक्यो यता। अनि यो सब्जी हो फेमस छ भनौँ पावभाजी। यो होटलमा पावभाजी चाहिँ धेरै चल्दो रहेछ यहाँ फेरि। अनि राम्रो मानेर हो के हो है, यहाँ पावभाजी धेरै चल्छ यार। त्यही भएर नेपाली अस्ताज हो। अनि हजुरहरूको लागि पनि अब पावभाजी यसो इन्डियातिर आएपछि, यसो मुम्बईतिर महाराष्ट्रतिर आएपछि हजुरहरूले यसो पावभाजी खाने मन गर्नुभयो भने नेपालीहरूले यसो छुटमा मिल्छ। अनि राम्रो खानालाई पनि राम्रो खाना खानुभन्दा 300-400 खर्च गर्नुभन्दा ट्याक्क 70-70 रुपियाँमा ट्याक्क एक प्लेट आइजान्छ पावभाजी। टन्ना स्पेसल पावभाजी हो। अनि यो चाहिँ नेपाली अस्ताज हो। नेपाली अस्ताज अलिअलि राम्रो पावभाजी बनाउँछ। अब कहिले रिसिन्छ भने रिसिकिन अनि कहिले गाल गर्छ अनि सबै विपत्ताभरि गाल गर्छ। अनि के गर्ने त होइन, कहिले अब धेरै अर्डर आयो रिसिँदैछ। अनि अर्डर पनि धेरै आउँछ क्या फेरि एकैचोटि 500-600 पावभाजी जान्छ। अनि त्यस्तो धन्दा हुन्छ अनि नरिसिने कुरै छैन है। पाव सेक्छ हेर्नुहोस्। अब पाव सेकेर हाल्छ, सब्जी भरिसकेको छ रेडी। अनि अहिले चाहिँ 10 प्लेट लागिरहेछ।